दिएको क्वेशन जसमा के भनेको छ भने एउटा क्यूब छ 25 mm एज है जुन चाहिँ तिम्रो ग्राउन्डमा एउटा फेस छ है ग्राउन्डतिर फर्केको एउटा फेस छ ठीक छ। अब यसले के भनेको छ भने यसको नियरेस्ट जुन भर्टिकल एज छ नि त्यो चाहिँ तिम्रो पिक्टोरियल प्लेनदेखि 10 mm माथि छ अरे। भनेपछि यहाँ मैले पिक्टोरियल प्लेन बनाएँ, फेन्ट छ है, बनाउनु पर्ने फेन्टै हो, फेन्ट छ नदेख्न पनि सक्छौ, तर यहाँ चाहिँ तिम्रो पिक्टोरियल प्लेनदेखि माथि 10 mm मा छ तिम्रो, जहाँ तिम्रो एज छ त्यहाँ तिम्रो एउटा नियरेस्ट एज भयो 10 mm माथि ठीक छ। क्वेशनले के भनेको छ भन्दाखेरि इट्स भर्टिकल फेस आर इक्वली इन्क्लाइन्ड भनेको छ नि त। भने तिम्रो स्क्वायर अथवा रोम्बस हेर्छ भने के हुन्छ, दुईटा बिचको एंगल हुन्छ 90 डिग्री, 90 डिग्री भएपछि इक्वली इन्क्लाइन्ड गर्दा कति भयो, यता 45 यता 45 भयो ठीक छ। अब यो क्वेशनमा के भनेको छ, एज 25 mm एज भनेको छ है, त्यही भएर हामी 25 mm साइडहरुको एउटा रोम्बस बनाउँछौँ। यो लाइन सँगै के गर्छौ भिडियो हेरेको और इम्पोर्टेन्ट छ फेल भएको किन फेल के हो अब भिडियो रेकर्ड एजको एउटा के आयो रोम्बस आयो ठीक छ। अब त्यसपछि हाम्रो क्वेशनमा के भनेको छ भन्दाखेरि तिम्रो स्टेसन पोइन्ट चाहिँ के अरे 55 mm इन फ्रन्ट अफ पिक्टोरियल प्लेन हैन, 55 mm इन फ्रन्ट अफ पिक्टोरियल प्लेन भनेपछि यो छ नि, यो तिम्रो पिक्टोरियल प्लेन भयो, यहाँदेखि तल 55 mm मा स्टेसन पोइन्ट हुन्छ अरे पज गरेर ठीक छ। जुन छ तिम्रो 55 यो वाला भनेको यो माथिको त अघिको यो तिम्रो 55 हो है। अब यहाँनिर स्टेसन पोइन्ट हुन्छ, अब कहाँ हुन्छ त भन्दाखेरि क्वेशनमा हेर्यो भने 10 mm राइट है, अघिसम्म गर्दा के थियो लेफ्ट थियो 15 mm, यो केसमा के छ 10 mm राइट भनेपछि यहाँदेखि तिमी राइट भन्ने भनेको त यता हो 10 mm राइटमा चाहिँ तिम्रो स्टेसन पोइन्ट 40 mm अफ द ग्राउन्ड भनेपछि यहाँदेखि तिम्रो 40 mm तल होला। फोकस गर 40 mm 8 देखि 40 भनेको 4 है गइराछ के रे टपरै टपरमा छ त हो। यो तिम्रो के भयो ग्राउन्ड पोइन्ट जसको बिचको डिस्टेन्स छ हेर, यहाँ मैले यसरी 55 तिमीले बुझाइदिन लेखा भने तिम्रो डाइमेन्सन यसरी दिइदिन्छ पछि कोडै काटिन्छ डाइरेक्टली गएर जता खाली छ दाइ ए हैन अलिकति मजाले दिने यसरी दिने चाहिँ हैन नि फेरि यो मिल्दैन। अब यो के छ, यो तिम्रो एंगुलर छ नि त, एंगुलरमा तिम्रो दुईटा बीपी हुन्छ ठीक छ, एकछिन पज गरेर भयो अथवा अलिकति पर लिँदा पनि भयो, मैले अलिकति पर लिने है, जस्तै यहाँदेखि 10 mm माथि लिए बीपी 10 mm मैले यो दुईटा बीपी किन भयो भन्दाखेरि यहाँ आएर यो तिम्रो एउटा यता गएको छ एउटा यता गएको छ भनेपछि बिल्डिङमा के भयो तिम्रो दुईतिर होराइजन बढ्यो नि त, भनेपछि दुईतिर भेनिसिङ पोइन्ट आउँछ क्या दुईतिर, त्यही भएर तिम्रो दुईटा बीपी भयो। अब त्यो बीपी कसरी निकाल्ने भन्दाखेरि यो लाइन छ योसँग प्यारल राख, प्यारल भयो स्टेसन पोइन्ट कहाँ छ, यहाँ छ यतातिर कहाँ काट्यो यहाँनिर काट्यो नि एउटा पोइन्ट यहाँ भयो, त्यसै गरी अर्को पोइन्ट के छ यो छ योसँग प्यारल राख स्टेसन पोइन्टदेखि यतातिर काट्यो यहाँनिर काट्यो नि। अब यसको सिधा फेरि भर्टिकल प्रोजेक्सन तिमीले पहिले यो गर्दाखेरि युज अफ पेन्सिल पनि देखिरहेछौ नि, मेरो फेन्ट लाइन कस्तो फेन्ट छ, मेरो पोइन्टहरू कसरी जाँदैछ त्यो पनि सिक्नुपर्छ, तिमीले पनि यस्तै हुनुपर्छ खास त्यसको सिधा यहाँ आयो नि ठिक छ। अर्को यो यसको सिधा यसरी आएको है, योसँग प्यारल लग्यौँ पिक्टोरियल प्लेनमा जहाँ काटिन्छ त्यहाँदेखि सिधै भर्टिकल पोइन्टमा ल्याएँ, लु अब पज गरेको त्यहाँदेखि सिधा तल लगाएको है यो ठिक छ नि स्टेसन पोइन्टदेखि सिधै तल लगा है, सिधै तल लगा है। हाम्रो साइड कति भनेको छ 25 मान्छे यो केसमा फेरि 8 देखि हो त है, यो चाहिँ तिम्रो के भयो तिम्रो यहाँसम्म आएको छ नि त। अब यसलाई दुई साइड जता लाँदा पनि भयो किनकि यो तिम्रो एंगुलर छ नि त। अघि तिम्रो सिधामा चाहिँ के छ तिमीले यहाँ सिधामा चाहिँ के छ हामीले सिधै तल प्रोजेक्ट गरेर ठिक छ, तर यो तिम्रो एंगुलर छ नि त त्यही भएर हामी एंगलतिर प्रोजेक्ट गर्छौँ। यो तिम्रो 1 भयो, यो तिम्रो 2 भयो ठिक छ, तिम्रो 1 भयो, यो तिम्रो 2 भयो। के गर्छौ स्टेसन पोइन्टदेखि जोड्छौ खतरा हुन्छ स्टेसन पोइन्टदेखि जोड्छौ होइन स्टेसन पोइन्टमा जोड्यो तिनवटा। अब यहाँ पनि के छ होइन यसलाई तिम्रो दुईटा भिपीसँग जोड्छ, दुईटा भिपीतिर जोड्छौ, यो एउटा भिपी भयो, यो नेक्स्ट भिपी के चाहिँ बुझेनौ कहाँ चाहिँ बुझेनौ फेरि भनिदिन्छ नि त एकचोटि सर ल हेर है। सुरुमा यो क्युब बनाइयो पिक्टोरियल प्लेन 10 mm माथि क्युब स्टेसन पोइन्ट दिएको छ डिस्टेन्स, स्टेसन पोइन्टहरू आयो यति mm राइट भनेको छ, सेन्ट्रल एक्सिसदेखि राइट भयो, यसको सिधै तल 40 mm मा ग्राउन्ड प्लेन है,
अब यो के छ तिम्रो एङ्गुलर छ अलिकति माथि छ नि त भनेपछि पिक्चरल प्लेनमा तिम्रो एक्ज्याक्ट लेन्थ आएन क्या त्यही भएर के गर्यो यसलाई तिमीले यसरी प्रोजेक्ट गर्यो 1 र 2 मा ठिक छ भनेपछि यहाँ तिमी यो 1 भयो यो 2 भयो अब यतातिर अब तिम्रो के हुन्छ भने तिम्रो यहाँ काटेको छ नि यसले काटेको छ के गर्छ भने अब फेरि अघिको जस्तो स्टेसन पोइन्टबाट सबै ठाउँ जोड्यो भनेपछि ग्राउन्ड पोइन्टदेखि पनि यता तिम्रो भ्यानिसिङ पोइन्टसम्म जोड्यो अब के गर्छौ भने ए को सिधै भर्टिकल लिन्छौ हैन जहाँ काटिन्छ त्यो पनि हो फोकस अब फेरि यो सब प्यारेलल यतातिर जान्छ हैन अनि फेरि हैन हेर्नु चाहिँ पर्छ हैन यो चाहिँ तिम्रो असली के भयो अब यो पालि चाहिँ यता आयो अब यसलाई डार्क गर यही हो तिम्रो सोलुसन युट्युबमै हाल्नु पर्यो नि देखेर मात्रै भन्छ यो यता भन्छ कामै आयो त म यस्तो नक्कल पार्दै बनाउँछु